हेलो साथीहरू, दर्शन नमस्ते। आज चाहिँ हजुरहरूलाई म यो सेल्फी क्यामेरामा सेल्फी खिच्दाखेरि उल्टो आउँछ भने जस्तै मेरो जस्तै तपाईँहरूको पनि आउँछ भने हेर्न सक्नुहुन्छ। मैले स्क्रिन सेयर गरेर देखाउने छु। सेल्फी खिच्दाखेरि हाम्रो क्यामेरामा चाहिँ यसरी खिच्छौँ नि हामी। जब यो सेल्फी लिए है मैले, त मेरो कपाल त यता फर्किया छ। अब यो चाहिँ यता हुन्छ फोटोमा चाहिँ भए ठ्याक्कै मेरो जस्तै उल्टो हुन्छ भने यसलाई कसरी सुल्टो बनाउने त भनेर सिकाउने छु। यसको लागि धेरै भूमिका नमानी हजुरहरूलाई म फटाफट सिकाउने छु। हजुरहरू यसको लागि के गर्नुपर्छ भने सेटिङमा गएर यसको एउटा सेटिङ हुन्छ, उसलाई अफ गर्नुपर्ने हुन्छ। सेटिङमा जानुभन्दा पहिले हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक गरी कमेन्ट गरी सब्सक्राइब गरिदिनु होला। फेरिदेखि यस्तै युजफुल भिडियो आउँदाखेरि पहिला हजुरहरूको फोनमा आओस्। ल जाने है त, फोनमा जाने अनि सेटिङमा जाने, फोनको क्यामेरामा यसरी जाने अनि यहाँ सेटिङमा जाने है त। सेटिङमा गइसकेपछि हाम्रो यहाँ मेरो फ्रन्ट क्यामेरा लेखेको छ, यसमा चाहिँ टक्क थिचिदिएपछि अन हुन्छ। अफ भएको थियो भने अन हुन्छ। अब हामी फेरि सेल्फी लिने छौँ। हाम्रो सेल्फी लिँदा टक्क जस्ताको तस्तै, कपाल यताको यतै देख्नुभयो नि, सेम। अब यो भइसक्यो। यसको लागि केही गर्नु परेन, बस एउटा सेटिङ हुन्छ, अन गरिदिने। हजुरहरूलाई भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर र सब्सक्राइब गरिदिनु होला।